समादरणीय भक्त सज्जन सम्पूर्णमा राधे राधे। ओम नमो भगवते वासुदेवाय। समादरणीय भक्त सज्जन, आज भने हजुरहरू समक्ष नजिकिँदै गरेको निर्जला एकादशी कहिले परेको छ, यसका तिथिमिति के रहेका छन्, निर्जला एकादशीको व्रत हामीले कसरी बस्ने, जल खान नसक्नेले त जल नखाइकन बस्ने, जल नखाइकन नहुनेले के गर्ने, कतिखेर खाने, कुन मन्त्र जप गरेर खाने, विशेष गरी निर्जला एकादशीको व्रत बस्नाले के कस्ता पुण्य फल प्राप्त हुन्छन् र त्यसै गरी निर्जला एकादशीको दिन हामीले गर्नै पर्ने कर्महरू के हुन्, बिहानदेखि बेलुकासम्म भोलिपल्ट द्वादशीको दिनसम्म हामीले के कस्ता कर्महरू गरेर अगाडि बढ्नु पर्दछ त भन्ने विषयमा आज भने अत्यन्तै सुन्दर भिडियो लिएर हजुरहरू समक्ष म पण्डित पूजन निरौला उपस्थित भइसकेको छु। समादरणीय भक्त सज्जन, अब आउनु सर्वप्रथम तिथिमितिबाट सुरुवात गरौँ। निर्जला एकादशी कहिले परेको छ त भन्दा, निर्जला एकादशी व्रत भनेको जेठ महिनाको शुक्ल पक्षमा पर्ने एकादशीलाई निर्जला एकादशी व्रत भनेर निर्जला एकादशी भनेर भनिन्छ र यस वर्ष 2082 साल जेठ महिनाको 24 गते शनिबारको पावन दिनमा निर्जला एकादशी तिथि रहनु भएको छ र हामीले व्रत बस्दाखेरि पनि सोही दिनमा बस्नु पर्दछ। जेठ महिनाको 24 गते 82 साल शनिबारको पावन दिनमा भने अंग्रेजी समय अनुसार जुन 7 तारिक 2025 को पावन दिनमा शनिबारको पावन दिनमा निर्जला एकादशीको व्रत हामीहरूले बस्नु पर्दछ। अब यस पवित्र पावन दिनका दिन जिरो घडी 33 पला रहनु भएको छ। जिरो घडी 33 पला भन्नाले बिहान 5:23 सम्म मात्रै एकादशी तिथि रहनु भएको छ 24 गते शनिबारको पावन दिनमा। त्यसैले एकादशी भेटेको द्वादशी भेटेको यसै पवित्र पावन दिन भएको कारणले गर्दाखेरि हामीले व्रत बस्दाखेरि यसै पवित्र पावन दिन जेठको 24 गते शनिबार जुनको 7 तारिकका दिन हामीले बस्नु पर्यो। अब यस पवित्र पावन दिनका दिन हामीले कसरी व्रत बस्ने, तुलसीको दल हामीले कसरी राख्ने, कहाँ राख्ने, यसका नियम के हुन्, विधि के हुन्, के गर्ने के नगर्ने लगायत विविध कुराहरू म हजुरहरूलाई भिडियोको बीचमा अथवा भन्दै जानेछु। हजुरले भिडियो भने स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। हजुरले भिडियो स्किप गर्नुभयो भने हजुरले खोजेका कुरा स्किप गरेको बेलामा पर्न सक्छ, हजुरले नबुझ्न सक्नुहुन्छ। कुनै कुरा अगाडि भनेको हुन सकिन्छ, अगाडि भन्नुपर्ने कुरा पछाडि भनेको हुन सकिन्छ, अघि पछि भएको कारणले गर्दा हजुरले भिडियो भने स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने हजुरले सम्पूर्ण कुराहरू बुझ्नुहुनेछ। तसर्थ हजुरले भिडियो भने स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर अवश्य मेवा साथ दिनुहोला। र हजुरहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ, हाम्रो युट्युब च्यानललाई पहिलोचोटि निहाल्दै हुनुहुन्छ भने सधैँ हजुरहरू समक्ष भगवानका कथा प्रवचन, भगवानका गुणानुवादहरू, भजन कीर्तन, एकादशीका महिमा, हरेक चाडबाडका महिमा लिएर म सधैँ आउने गर्दछु। तसर्थ हजुरले सब्सक्राइब गर्नु भएको छैन भने हाम्रो युट्युब च्यानललाई गएर सब्सक्राइब गरेर अल बटन थिच्न भने नबिर्सिनु होला। अब आउनु समादरणीय भक्त सज्जन, अब हामी यसका नियम विधि के हुन् त भन्ने विषयमा म हजुरहरूलाई बताउने छु। हजुरले एकदम स्किप नगरिकन हेरेर अवश्य मेरो साथ दिनुहोला। नजला इति निर्जला भनेर भनिएको छ। जसले जल बिनाको जल नलिकन व्रत बस्छ भने त्यसलाई निर्जला भनेर भनिन्छ। यो व्रतको नाम, एकादशीको नामै निर्जला एकादशी व्रत हो। अब यो निर्जला एकादशीको व्रत यो कसले बसेका थिए त भन्दाखेरि, यो निर्जला एकादशीको व्रत भीमसेनले शुद्ध बसेका थिए। भीमसेन कस्ता थिए त भन्दाखेरि, भीमसेन कस्ता थिए भने उनले व्यासजीलाई प्रश्न गरे, हे व्यासजी, हे परमपिता, हजुरले सबै कुरा जान्नु भएको छ, हजुरले सबै कुरा बुझ्नु भएको छ, हजुरले कृपा गरेर मलाई एउटा कुरो बताइदिइ बक्सियोस्। मेरा दाजु युधिष्ठिर, मेरा आमा कुन्ती अनि द्रौपदी लगायत सबैले, अर्जुन, मेरा भाइहरू अर्जुन, नकुल, सहदेव सबैले व्रत बस्दछन् प्रत्येक एकादशीको, तर म व्रत बस्न सक्दिनँ किनकि मलाई सही नसक्नुको भोक लाग्छ, म त्यो भोक सहनै सक्दिनँ भनेर यस्तो प्रकारबाट व्यासजीलाई प्रश्न गरेका थिए। हे व्यासजी, हजुरले सबै कुरा बुझ्नु भएको छ, मलाई पनि बुझाइदिइ बक्सियोस् कि स्वर्ग जाने बाटो के हो, कहिले के सजिलो व्रत, कुन व्रत बस्दाखेरि म पनि सहजै रूपमा स्वर्ग जान सक्छु। मलाई स्वर्ग अत्यन्त प्यारो छ, म स्वर्ग जान चाहन्छु, तर म भोकै नबसिकन चाहिँ व्रत बस्न सक्दिनँ। यो सम्पूर्ण एकादशीको व्रतको फल पनि मलाई पनि प्राप्त हुनु पर्यो, मलाई यस्तो सहज विधि हजुरले बताइदिइ बक्सियोस् भनेर यो निर्जला एकादशी महात्म्यमा यहाँनिर सोधिएको छ।
व्यासजीलाई भीमसेनले यसरी सोधिदिनु भएको छ र व्यासजीले भन्नुभयो यो यदि तिमीले व्रत बसेर तिमी स्वर्ग जान चाहन्छौ भने 12 वटै एकादशीको व्रतको फल प्राप्त हुन्छ, तर तिमीले अलिक कठोर व्रत बस्नुपर्छ। अब निर्जला एकादशी भनेको सबै 26 वटै एकादशीको मध्येको सबैभन्दा कठोर व्रत भनेको निर्जला एकादशीको व्रत हो। यहाँसम्म कि हामीले पानी पनि नखाइकन व्रत बस्नु पर्दछ, तर यो व्रत तिमीले विधिपूर्वक नियमपूर्वक बस्यौ भने तिमीले चाहिँ नि यो अरू जो 26 वटा एकादशीको व्रत बसेको पुण्य फल पाउनेछौ, यति ठुलो महिमा छ यसको भनेर यसरी बताइदिनु भएको थियो भीमसेनलाई। अब त्यति भनिसकेपछि भीमसेनले के भन्नुभयो भने म प्रभु हे परमात्मा हे पिताजी म चाहिँ नि अब यो नखाइकन सक्दिनँ, किनकि वृक नाम गरेको जो अग्नि हुन्छ त्यो सधैँ मेरो भुँडीमा वास गर्ने गर्दछ, तसर्थ मैले भोजन नगरिकन मेरो भुँडी तृप्त हुँदैन, त्यो अग्नि तृप्त हुँदैन, तसर्थ मैले व्रत बस्न म इच्छा गर्दै पनि सकिरहेको हुन्न। अब त्यो विधिको बारेमा बताइदिनु भनेर भनिसकेपछि तिमीले निर्जला एकादशीको चाहिँ व्रत बस्यौ भने तिमीलाई स्वर्गलोक पनि प्राप्त हुन्छ, भगवानको धाम पनि प्राप्त हुन्छ र तिमीले जन्म जन्मान्तर गरेका पापहरू पनि नाश हुन्छन् र तिमीले 24 वटा 26 वटा एकादशीको व्रत बसे बराबरको पुण्य फल प्राप्त हुन्छ भनेर यस्तो प्रकारबाट व्यासजीले बताइदिसकेपछि भीमसेनले पनि व्रत बसेर आफ्नो लक्ष्य पूरा गरेका थिए भनेर यसरी एकादशी महात्म्यमा आउँछ। म पर्सि हजुरहरू समक्ष निर्जला एकादशीको पवित्र पावन दिनमा महात्म्य पनि पस्किने छु, हजुरहरूले अवश्य पनि श्रवण गर्नुहोला। र अब यसको के छ भने यस पवित्र पावन दिनका दिन अब भीमसेनले पनि व्रत बसेका थिए, ऊ त्यस्तो व्रत बस्न नसक्ने व्यक्तिले पनि व्रत बसेर वैकुण्ठ लोक प्राप्त गरेका थिए भनेर यसरी बताइन्छ। र यस पवित्र पावन दिन निर्जला एकादशीकै दिन हामीले के गर्नुपर्छ त भन्दा तुलसीको दल राख्नु पर्दछ। अब तुलसीको दल हामीले आज यो जेठ महिनाको शुक्ल पक्षमा राखेर असार महिनाको शुक्ल पक्षमा हामीले त तुलसीलाई सारेर अर्को ठाउँमा राख्नु पर्दछ, तुलसीको मोठमा हरिशयनी एकादशीको पवित्र पावन दिनमा। त्यो कुरो म हजुरहरूलाई हजुरलाई सुनाउँदै जानेछु। तर विशेष भनेको हामीले यस पवित्र पावन दिनमा व्रत बस्दाखेरि आजकै दिन मात्र यदि कोही जनले बस्नुहुन्छ भने, अघि पछि बस्नु भएको छैन र आजको दिन बस्नुहुन्छ, नियमपूर्वक र विधिपूर्वक बस्नुहुन्छ भने हजुरलाई जे जति पुण्य फल यो 12 वटा 24 वटा 12 महिनामा 24 वटा एकादशीको व्रत बस्दा जे जति पुण्य फल प्राप्त हुन्छ त्यो पुण्य फल हजुरलाई एउटै मात्रै एकादशीको दिन निर्जला एकादशीको दिन जल पनि नलिकन बस्नु भयो भने हजुरलाई त्यो पुण्य फल प्राप्त हुन्छ। सधैँ बस्दै आइरहनु भएकोले त ठिकै छ, तर विशेष हामीले अब पुण्य फल प्राप्त हुन्छ भनेर आफ्नो शरीर पनि हेर्नु पर्यो। अब हामीले पानी पिउन सक्दैनौँ, पानी नपिकन सक्दैनौँ भने यहाँ आनेर बताइदिनु भएको छ व्यासजीले भीमसेनलाई बताउनु भएको छ, जसले चाहिँ एकै दिन यो 12 महिनाको 24 वटा एकादशीको पुण्य फल लिन चाहन्छ उसले चाहिँ पानी नपिउने, तर सक्दै सकिएन भने शरीरले साथै दिएन भने हामीले पानी पिउन पनि सक्छौँ, किनकि हाम्रो शरीर भन्दा ठुलो धर्म होइन, हाम्रो शरीर रह्यो भने तब मात्रै धर्म हुन्छ भनेर यसरी बताइदिनु भएको छ। तसर्थ हजुरहरूले पानी नपिकन बस्न सक्नु भयो भने त एकदम धेरै राम्रो, एकदम धेरै पुण्य फल प्राप्त हुन्छ। अब पानी नपी हुँदैन गाह्रो हुन्छ भने हजुरले सूर्य उदय हुनुभन्दा पूर्व हजुरले पानी पिएर त्यसपछि नपिकन बस्न सक्नुहुन्छ। अब त्यो पनि भएन, गाह्रो भयो, ओठ सुको घाँटी सुको भने हजुरले एक आचमनी पानी मुखमा हालेर गर्न सक्नुहुन्छ, मुख खुल्ला गर्न सक्नुहुन्छ, ओठ भिजाउन सक्नुहुन्छ। अब त्यो पनि सक्नु भएन भने हजुरले पानी पिएरै पनि बस्न सक्नुहुन्छ। बस्दै नबस्नु भन्दा त हजुरले पानी पिएर बस्दा पनि हजुरको शरीरले साथ दिएन भने हजुरले त्यो पनि पुण्य फल हजुरलाई प्राप्त हुन्छ। नसकेपछि यी कुराहरू भगवानले पनि बुझ्नु भएको हुन्छ, किनकि अब सकेन अवस्था त्यस्तै भयो भने हजुरले पानी पिएर पनि व्रत बस्न सक्नुहुन्छ। तर निर्जला एकादशीको मुख्य हजुरले बस्दाखेरि नियम र विधिपूर्वक बस्दा चाहिँ सबैभन्दा यो एकादशी मध्येको सबैभन्दा कठोर व्रत भनेर भनिन्छ। हजुरले पानी नपिकन व्रत बस्नु पर्ने हुन्छ। सक्नु भएन भने भगवानसँग क्षमा मागेर ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्र जप गरेर हे प्रभु हे परमात्मा मैले पानी नपिकन व्रत बस्न सकिनँ, मलाई क्षमा गरिदिई बक्सेला, मैले पानी पिएँ है भनेर ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्र उच्चारण गरेर हजुरले पानी पिउन सक्नुहुन्छ।
अब शरीरले साथ दिएन भने, तर दियो भने हुन्छ भन्नुभएको छ गुरुजीले। अब ओम नमो भगवते वासुदेवाय भनेर पानी पिउँछु भनेर यो हजुरले नगर्नु होला। र विशेष गरी मैले हजुरहरूलाई बताएँ, यो एकादशीको दिन हामीले निर्जला एकादशीको दिन व्रत बस्दाखेरि विशेष आत्मशुद्धि, विशेष यो कुरामा हामीले ध्यान दिनु पर्यो। हामीले शुद्धता र पवित्रतामा हामीले ध्यान दिनु पर्यो। हामीले विशेष गरी यस पवित्र पावन दिनका दिन, एकादशीका दिन गर्नै नहुने कर्म के हुन् त भन्दाखेरि हामीले पहिलो नम्बरमा दिउँसो सुत्नु हुँदैन। हामीले जल पनि पिएका छैनौँ, गलेका छौँ भनेर हामीले दिउँसो सुत्ने गर्छौँ। धेरै भक्तजनहरूले यस्ता कुराहरू गर्नुहुन्छ, तर दिउँसो सुत्नु हुँदैन। शरीरले साथै दिएन छुट्टै कुरा भयो होइन। शरीरले साथ दिँदै पनि अब बरु सुत्दाखेरि आनन्द हुन्छ भनेर त्यो कतिले सोच्नुहुन्छ, तर दिउँसो सुत्नु हुँदैन पहिलो नम्बरमा। र दोस्रो नम्बरमा गर्नै नहुने ठुलो जघन्य अपराध लाग्ने, पापै हुने, हामीले केही गर्दा पनि क्षमा नहुने भनेको चाहिँ दोस्रो नम्बरमा के हो त भन्दा चामल खानु हुँदैन, अन्नै खानु हुँदैन। विशेष गरी हामीले चामल खानु हुँदैन। र यो एकादशीको दिन हामीले विशेष गरी पानी पनि पिउनु हुँदैन। यो निर्जला एकादशी भएको दिन भएको कारणले गर्दा अब सकिएन भने फेरि छुट्टै कुरो छ, त्यसको म बताउँछु हजुरलाई। र त्यसपछि जुवातास हामीले यस पवित्र पावन दिनका दिन, व्रत बसेको दिन हामीले खेल्नु हुँदैन। अब मासु, मांस, लसुन, मदिरा यस्ता कुराहरू त, अब लसुन प्याजहरू यस्ता कुरा त लिने कुरै भएन। दशमीको दिनदेखि द्वादशीको दिनसम्म यी 3 कुराहरू चाहिँ त्याग गर्नुपर्छ। यी 3 दिनलाई चाहिँ हजुरले अघि पछि लिनु हुनुहुन्थ्यो भने पनि दशमीको दिन, एकादशीको दिन र द्वादशीको दिन मासु, लसुन, प्याज यस्ता कुराहरूलाई चाहिँ हजुरले त्याग गर्नुपर्ने हुन्छ। र विशेष गरी हजुरले ब्रह्मचर्यको धारण गर्नुपर्ने हुन्छ। सम्भोगादि कर्म गर्नु हुँदैन, मैथुनादि कर्म गर्नु हुँदैन यी 3 दिनसम्म हजुरले व्रत बस्दा। एकादशीको व्रत त समादरणीय भक्त सज्जन हजुरले 9 वर्षदेखि 81 वर्षको उमेरसम्म बस्न सकिन्छ, बस्न मिल्छ भनेर बताइएको छ। त्योभन्दा माथि अब शरीरले साथ दियो भने बस्न मिलो, होइन भने यो जुनसुकै जनले जतिखेरै पनि यो एकादशीको व्रत बस्न मिल्छ, जुनसुकैले पनि। मैले चाहिँ यो चाहिँ म चाहिँ युवा अवस्थामा चाहिँ मिल्दैन कि म वृद्ध भएँ कि अब त मिल्दैन होला भन्ने छैन। 9 वर्षदेखि 81 वर्षको उमेरसम्म विशेष गरी हजुरहरूले व्रत बस्न यो सक्नुहुन्छ एकादशीको व्रत बस्दा। र हजुरहरूले व्रत थालनी गर्नुहुन्छ भने व्रत थालनी गर्न पनि यस पवित्र पावन दिनबाट हजुरले मिलो। हजुरले सक्नु भएन भने त्यसरी पानी पिउनु, आचमनीबाट मुख खुल्ला गर्नु भन्ने विषयमा मैले हजुरलाई बताएँ। अनि विशेष गरी हामीले तुलसीको हामीले दल राख्ने चाहिँ कतिखेर त भन्दाखेरि अब हामीले दशमीकै दिनबाट मैले हजुरलाई नियम बताउँछु थोरै है। दशमीकै दिनबाट हामीले साँझबाट वैशान्य भोजन गर्ने, फलारहरू, रोटीहरू यस्ता चिजहरू खाएर हामीले शयन गर्ने र शयन गर्नुभन्दा पूर्व भगवानको नाम उच्चारण गर्ने। हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे भनेर यी 2-4 चोटि छपप हुन्छ भने त 108 चोटि यस्ता भगवानका नामहरू उच्चारण गर्ने। हरे राम भन्ने, हरे कृष्ण भन्ने, ओम नमः शिवाय भन्ने, जुनसुकै भगवानको पनि हजुरले नाम लिएर हजुरले यसरी शयन गर्ने। र यसरी हजुरले शयन गरिसकेपछि बिहानै हजुरले घाम झुल्किनु भन्दा पूर्व उठ्ने र पूर्व उठेर हजुरले स्नान गर्ने। हजुरले यदि अब दिउँसो पानी नखाइकन व्रत बस्न सक्नुहुन्छ भने त्यतिखेर पनि नखाँदा राम्रो, तर गाह्रो हुन्छ भने घाम झुल्किनु भन्दा पूर्व हजुरले पानी खाएर हजुरले दिनभरि पानी नखाइकन भोलिपल्टसम्म पानी नखाइकन बस्न सक्नुहुन्छ। हजुरलाई यदि पानी नपिकन गाह्रो हुन्छ भने घाम झुल्किनु भन्दा पूर्व हजुरले पानी पिउन सक्नुहुन्छ, जल पिउन। अनि हजुरले स्नान गर्ने। स्नान गर्दाखेरि हजुरले विशेष गरी भगवानको नाम मन्त्रहरू उच्चारण गर्ने। गङ्गे छ यमुने चैव भन्ने यस्ता श्लोकहरू उच्चारण गर्ने। हर हर गङ्गे भन्ने। विशेष गरी निर्जला एकादशीको जय होस् भनेर यसरी यी मन्त्रहरू विशेष गरी हजुरले भगवानको नामहरू उच्चारण गर्दै हजुरले अब काहीँ नदी तीर्थ नजिकै भए त्यहाँ गएर स्नान गर्ने। त्यो छैन भने तिलानी पानी हजुरले अलिकति तिल जाउँ त्यहाँनिर हजुरले स्नान गर्ने, पानीमा खनाएर यसरी हजुरले स्नान गर्ने। र आज यस पवित्र पावन दिनका दिन हजुरले भरिसक्दो काला वस्त्र र नीला वस्त्र छोडेर हजुरले पहेँला वस्त्र भएन भने राता वस्त्र धारण गर्नु होला। काला र नीला वस्त्र हजुरले यस पवित्र पावन दिनका दिन लगाउनु हुँदैन। छँदै छैन भने छुट्टै कुरो हो, होइन भने हजुरले काला र नीला वस्त्र आजको यस पवित्र पावन दिनमा नलगाउनु होला। र यसरी गर्ने। यति गरिसकेपछि हामीले अब गर्ने नित्य कर्महरू के हुन् त भन्दा जस्तै सूर्यलाई अर्घ दिने। सूर्यलाई अर्घ दिने गर्नुभएको छ भने हजुरले सूर्यलाई अर्घ दिने। त्यसपछि गुरु मन्त्रको जप गर्ने। आफूले सन्ध्या वन्दन गर्नुभएको छ भने सन्ध्या वन्दन गर्ने। र त्यसपछि हामीले यो घरलाई पवित्र बनाउनु पर्छ। आज यस पवित्र पावन दिनका दिन निर्जला एकादशीको त सानो महिमा छैन। हामीले जे चित्त आयो त्यही फल प्राप्त गर्छौँ। त्यही कारणले गर्दाखेरि हामीले घरलाई विशेष
सरसफाइमा ध्यान दिने, घरलाई सफा बनाउने, चिरच्याट्ट बनाउने, तुलसीका मोठहरूलाई सफा बनाउने, घरका ढोकामा घरतिर माकुराका जालाहरू छन् भने यी सबै चिजहरू, यस्ता चिजहरू हटाइदिने र विशेष गरी भगवान जहाँनिर हामीले पूजा गर्छौँ, हाम्रो जहाँ पूजा कोठा छ त्यो पूजा कोठालाई विशेष सफा गर्ने। हाम्रो घर कस्तो छ, अब हाम्रो माटोको छ भने गोबरले लिपेर चिरच्याट्ट पार्ने, हाम्रो सिमेन्टले प्लास्टर गरेको छ भने पोचाहरू लगाएर नुन पानी छर्केर विशेष गरी शुद्ध र पवित्रतामा ध्यान दिनुपर्छ। हामीले यो विधिले गर्ने र हामीले बिहान गर्ने नित्य कर्महरू गरिसकेपछि अब के गर्ने त भन्दा पूजा कोठामा जाने र पूजा कोठामा हामीले जाँदाखेरि शुद्ध आसनमा बस्ने, शुद्ध आसनमा बसेर सर्वप्रथम भगवानलाई उठाउने। भगवान सुत्नु भएको हुन्छ नि त अघिल्लो दिन, होइन? अघिल्लो दिन हामीले धुपबाती गरेका हुन्छौँ, हामीले पूजा गर्न गएपछि हामीले त्यहाँनिर उठाउनु पर्यो। ओम उत्तिष्ठ गोविन्द, उत्तिष्ठम गरुडध्वजा, उत्तिष्ठम कमलाकान्तम, उत्तिष्ठम गङ्गलम कुरु। हे प्रभु, हजुर उठी बक्सियोस् है, अब म हजुरको सेवा गर्छु भन्ने यो भाव लिएर हजुरले उ गर्ने। त्यसपछि दियो कलश गणेश हजुरले ठिक पार्ने। दियो कलश गणेश त्यहाँ हानेर हजुरले ठिक पारेपछि हजुरले दीप जलाउने। मन्त्रहरू आउँदैन भने दीप नारायणाय नमः भन्ने। त्यसपछि हजुरले विशेष गरी गणेशको पूजा गर्ने। त्यसपछि हजुरले दियो कलश गणेशको पूजा हजुरले यसरी गर्ने। हजुरले गणेशको पूजा गर्दा गङ्गणपतये नमः भन्ने, दीप नारायण नमः भन्ने, ओम कलशस्थ वरुण देवताभ्यो नमो नमः भन्ने। दियो कलश गणेशको पूजा गरिसकेपछि विशेष गरी आज भगवानको पूजा गर्दाखेरि भगवानको कुन रूपको पूजा गर्ने त भन्दाखेरि आज हजुरहरूले भगवानको पूजा गर्दाखेरि जलमा सुतेको भगवान विष्णुको स्वरूप, नागमाथि जलमा सुतेको भगवान विष्णुको स्वरूप सम्झेर आज यस पवित्र पावन दिनका दिन हजुरले विशेष गरी विष्णु भगवान जो जलमा सुत्नु भएको थियो उहाँको स्वरूप सम्झेर हजुरले पूजा गर्ने। हजुरको घरमा शालिग्राम भए पनि, लड्डु गोपाल भए पनि, रामको मूर्ति, कृष्णको मूर्ति जेसुकै भए पनि हजुरले उहाँको स्वरूप सम्झेर विष्णु भगवान जलमा सुतेको हुनुहुन्छ है भनेर यो भाव लिएर हजुरले एउटा शुद्ध भाँडामा राख्ने, स्नान गराइदिने। स्नान गराइदिसकेपछि हजुरले के छ हजुरले स्नान गर्नमा पादय पाद्य हस्ते अर्घ्य मुख्य आचमनियम दुध दही घिउ मह हजुरहरूसँग के छ चिनी सम्पूर्ण कुराहरूले हजुरले स्नान गराउने। स्नान गराएपछि शुद्ध वस्त्रले हजुरले फेरि स्नान गराउने र त्यति गराइसकेपछि हजुरले सफा कपडाले पुस्ने र सफा कपडाले पुसेर नयाँ लुगाहरू, धोएका नयाँ लुगाहरू भगवानलाई अर्पण गराइदिने र भगवानलाई अर्पण गराइदिसकेपछि हजुरले त्यहाँनिर जनाई लगाइदिने, चन्दन लगाइदिने, धूप दीप गर्ने, नैवेद्य गर्ने, फुल मालाहरूले चढाइदिने, धूप बाती गर्ने र विशेष गरी भगवानको आरती गर्ने। यो विधिले हजुरले गर्नुपर्छ। विशेष गरी आज यस पवित्र पावन दिनका दिन निर्जला एकादशीको हजुरहरूले व्रत बस्दाखेरि यसरी भगवानको पूजा गर्ने र धूप दीप गर्ने, नैवेद्यहरू चढाइदिने। अनि त्यसपछि हजुरले दण्डवत गर्ने। हजुरले भगवान हरिको 4 चोटि परिक्रमा गर्नुपर्छ भनेर बताइएको छ। एक चण्ड्या रवि सप्त कृष्ण कार्य विनायक हरेर चतुर्थ कर्तव्य शिवलार्ध प्रदक्षिणा। देवीको परिक्रमा गर्दा 1 चोटि, गणेशजीको परिक्रमा गर्दा 3 चोटि, हरि भगवानको राम कृष्ण विष्णुको परिक्रमा गर्दा 4 चोटि, सूर्यको परिक्रमा गर्दा 7 चोटि र शिवको परिक्रमा गर्दा आधा चोटि। मैले यी भन्दा अघिल्ला भिडियोमा पनि हजुरहरूलाई यी कुराहरू बताउँदै आइरहेको छु। र त्यसपछि हजुरले माफी माग्ने। हे प्रभु, हे परमात्मा, म आज जानी नजानिकन हजुरको व्रत बस्दैछु। निर्जला एकादशीको मैले जल नखाइकन अथवा मैले सकिनँ भने जल खाएर हजुरको व्रत बस्छु। आजको जे जति पुण्य फल छ त्यो मलाई प्राप्त होस्। म सधैँ बस्दै आइरहेको छु अथवा आज पहिलोचोटि बस्दैछु। म फलानु ठाउँबाट फलानु गोत्रीय फलानु नाम गरेको व्यक्ति भनेर यसरी हजुरले सङ्कल्प गर्ने। विशेष गरी मनबाट हजुरलाई सम्झिने, भगवानलाई सम्झिने, श्री हरिलाई सम्झिने यो विधिले गर्ने। र दिनभरि अब के गर्ने त भन्दाखेरि मैले अघि हजुरलाई बताएँ, सुत्नु हुँदैन, अन्न खानु हुँदैन, विशेष गरी आजको दिन त पानी पनि खानु हुँदैन र जुवा तास खेल्नु हुँदैन, मासु मांसहरू त खाने कुरै भएन, ब्रह्मचर्यको धारण गर्नु पर्दछ। यस्ता कुराहरू हजुरले विशेष ध्यान दिनु पर्दछ। यी कुराहरू हजुरले आजको दिन विशेष कम बोल्ने, भरिसक्दो नबोलेको राम्रो, फाल्तु मान्छेसँग प्यार 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 गरेर बोलेको राम्रो हुँदैन र बोलेर पार नलाग्ने मान्छेसँग बोल्नु राम्रो हुँदैन। आजको दिन कम बोल्ने र अरूको ईर्ष्या नगर्ने, अरूको डाहा नगर्ने, अरूको कुभलो नचिताउने, त्यसको यसो होस् उसो होस्, कसैलाई गाली पनि नगर्ने, शराब पनि नदिने र आशीर्वाद पनि नदिने। आजको यस पवित्र पावन दिनका दिन यो विधिले हामीले गर्नुपर्छ। त्यसपछि हामीले दिनभरि ओम नमो भगवते वासुदेवाय भनेर हजुरले मन्त्र जप गर्ने, भगवानको कथा सुन्ने र हजुरले पूजा गरिसकेपछि चाहिँ हजुरले विशेष गरी आज तुलसीको दल राख्ने दिन भएको कारणले गर्दा हजुरले एउटा सफा भाँडामा अथवा टपरामा, गमलामा
तुलसीको मोठमै चाहिँ भरिसक्छ नराख्दा राम्रो। अब ठाउँै छैन भने छुट्टै कुरो भयो। हजुरले त्यहाँनिर गमलामा अथवा टपरामा कहीँ राख्दाखेरि पनि मलिलो माटो गाईको गोबरहरू अथवा राम्रो शुद्ध मलबाट बनेको हजुरले मलिलो माटोहरू ल्याएर हजुरले त्यहाँनिर तुलसीको ती मन्जरी जुन हुन्छन् ती मन्जरी छर्किने। हजुरलाई केही नियम विधि आउँदैन भने ओम नमो भगवते वासुदेवाय भनेर यो मन्त्र उच्चारण गर्ने। हजुरले जेठ महिनाको शुक्ल पक्षमा यसरी छरेपछि असार महिनाको शुक्ल पक्ष यानि कि हरिशयनी एकादशीको दिन त्यही तुलसीलाई हामीले उखालेर हामीले तुलसीको मोठमा राख्छौँ र त्यसरी राख्ने। जलको छिड्काहरू दिने, त्यहाँनिर धूप बाती गरिदिने, आरती गरिदिने। विशेष गरी सफा र शुद्ध ठाउँ पवित्र ठाउँमा त्यहाँनिर त्यसरी त्यो विधिले हजुरले जल राख्ने। र जल राख्दाखेरि हजुरलाई केही मन्त्र आउँदैन भने ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भन्दै हजुरले जल राख्नु। जल छिर्किँदा पनि ओम नमो भगवते वासुदेवाय भन्नु। हजुरलाई अरू केही तन्त्र मन्त्र विधि केही आउँदैन भने ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्रमा जति शक्ति छ त्यति शक्ति अरूमा कमै होला। तसर्थ हजुरलाई मन्त्र नियम विधि आउँदैन भने पनि हजुरले ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्र जप गरिराख्ने। यसरी हजुरले दर राख्ने। र दर लागिसकेपछि दिउँसोको समयमा हजुरले विशेष गरी के गर्ने त भन्दाखेरि दिउँसोको समयमा भजन कीर्तनहरू गर्ने। ओम नमो भगवते वासुदेवाय जस्ता मन्त्रहरूको ओम नमो भगवते वासुदेवाय भन्दै भजन गर्ने, कीर्तन गर्ने। म हजुरलाई यस पवित्र पावन दिनका दिन एकादशी महात्म्य हजुरलाई राखिदिनेछु। निर्जला एकादशी बिहानै 5 बजे युट्युबमा हजुरले त्यो कथा बिहानैदेखि श्रवण गर्ने। 2 चोटि 3 चोटि जतिचोटि श्रवण गर्दा पनि हुन्छ। जति बढी श्रवण गर्दा त्यति धेरै पुण्य मिल्छ। अनि हजुरले विशेष गरी यो विधिले गर्ने आजको दिनभरिमा। र साँझ परेपछि फेरि धूपबाती गर्ने। धूपबाती गर्ने भगवानलाई हे प्रभु हे परमात्मा केही मबाट गल्ती भयो भने अज्ञानी हजुरकै छोराछोरी सम्झेर माफ गरिदिई बक्सेला है भन्ने। हजुरले अनि बिचमा सक्नु भएन भने हजुरले ओम नमो भगवते वासुदेवाय भनेर पानी खाने। मैले अघि बताएँ भरिसक्दो हजुरलाई गाह्रो भयो एक काँचामनि खाने, त्यो पनि भएन भने मुख खुल्ला गर्ने, त्यो पनि सकिएन भने हजुरले जल पिएर आफ्नो शरीरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। र विशेष गरी यो हजुरले नसक्नेहरूले चाहिँ निर्जला बस्छु यति धेरै पुण्य फल प्राप्त हुने रहेछ भनेर जबरजस्ती नगर्नु होला। हजुरले सक्नुहुन्न, रोगी हुनुहुन्छ, अशक्त हुनुहुन्छ, वृद्ध हुनुहुन्छ, बालक हुनुहुन्छ भने जबरजस्ती हजुरले नगर्नु होला। भोलि अर्को समस्या निम्तिन सक्छ। यी सबै कुराहरू भगवानले बुझ्नु भएको छ, भगवानले देख्नु भएको छ। किनकि हामीले चाहँदै हामीले नसकेका यी कुराहरू भगवानले बुझ्नुहुन्छ। आफ्नो शरीरलाई विशेष ध्यान दिनु होला हजुरले। र सक्ने भक्तजनहरूले इन्द्रियहरू मजबुत हुनेले चाहिँ यो अवश्य पनि गर्नु होला। यति धेरै पुण्य फल बताइएको छ यो निर्जला एकादशीको। र साँझमा म हजुरहरूलाई बताउँदै थिएँ धूपबाती गर्ने र भगवानसँग क्षमा माग्ने। र सम्भव हुन्छ भने त आजको दिन रातैभरि जागरण बस्नु भनेर बताइएको छ। भगवानको कीर्तन गर्दै वरिपरि गाउँका सबैजनालाई भेला पार्ने, मन्दिर मोठ मन्दिर कहीँ अथवा कसैको घरमा भेला भएर रातभरि जागरण गर्ने। र रातभरि जागरण गरिसकेपछि द्वादशीको दिनमा भगवानलाई चढाएको जल फल खाएर हामीले व्रत समापन गर्छौँ। र त्यति गरिसकेपछि हामीले के गर्ने त भन्दा कोही सत् ब्राह्मणको हातमा हामीले सिधादान गर्नुपर्ने हुन्छ। सत् ब्राह्मणलाई बोलाएर हामीले सिधादान गर्ने, सङ्कल्प सहित हामीले सिधादान गर्ने र ब्राह्मणहरूलाई भोजन गराउने र आफूले पनि नबोलिकन भोजन गर्ने पूर्वमुख गरेर भनेर बताइएको छ। यो नियम बताएँ मैले हजुरलाई। अब पानी हजुरलाई पिउन सक्नु भएन भने यसरी गर्ने, र पिउन सक्नु भयो भने हजुरले यसरी चाहिँ नपिकन व्रत बस्नु भयो भने यो विधिले गर्नु होला भन्ने विषयमा मैले हजुरलाई बताएँ। र विशेष गरी आजको यस पवित्र पावन दिनमा एउटा श्लोकको उच्चारण गर्नु भनेर बताइएको छ। हजुरहरूलाई सम्भव हुन्छ भने यो श्लोक हजुरले उच्चारण गर्नु होला। म हजुरहरूलाई बताउने छु। देवदेव ऋषिकेश संसारार्णवतारक उदकुम्भ प्रदानेन नयमां परमां गति। हे प्रभु हे परमात्मा हे ऋषिकेश भगवान हजुर नै हुनुहुन्छ जगतका स्वामी। हजुरले सबै कुरा बुझ्नु भएको छ, हजुरले सबै कुराहरू गर्नु भएको छ। मेरो पनि हजुरले उद्धार गरिदिई बक्सेला भनेर विशेष गरी यो श्लोकको अर्थ यस्तो लाग्न जान्छ। हजुरले मेरो पनि उद्धार गरिदिई बक्सेला, मेरो पितृहरूको उद्धार गरिदिई बक्सेला, मलाई हजुरले वैकुण्ठ लोक प्राप्त गरिदिई बक्सेला, मृत्यु पश्चात मेरा पापहरू सबै हरिदिई बक्सेला भन्ने यो श्लोकको अर्थ लाग्छ। मैले श्लोक फेरि एकपटक हजुरहरूलाई बताएँ। देवदेव ऋषिकेश संसारार्णवतारक उदा कुम्भ प्रदानेन नयमां परमां गतिम्।
हेर्नुहोस्, सम्भव हुन्छ भने यो श्लोक उच्चारण गर्नुहोला। अप्ठ्यारो लाग्छ भने हजुरले विशेष गरी हजुरले गर्नै पर्छ भन्ने छैन। ओम नमो भगवते वासुदेवाय, यो त सबैको मुखमा झुन्डिएको श्लोक हो, मन्त्र हो। यो सबैले उच्चारण गर्दा हजुरहरूलाई भइहाल्छ। र विशेष गरी आजको दिनमा हामीले बिहानदेखि बेलुकासम्म, द्वादशीको दिनसम्म, दशमीको दिन साँझबाट द्वादशीको दिन बिहानसम्म के कस्ता कर्महरू गर्ने, के खाने, के नखाने, कहाँ जाने, कहाँ नजाने भन्ने विषयमा मैले हजुरहरूलाई बताएँ। र विशेष गरी आजको यस पवित्र पावन दिनमा सम्भव हुन्छ भने गरिब दुखीलाई दान दिनुहोला, घाममा हुनेलाई छाता दिनुहोला, जल शर्बतहरू गरिब दुखीहरूलाई, प्यासीहरूलाई पिलाउनु भयो भने ठुलो अक्षय पुण्य प्राप्त हुन्छ भन्दै समादरणीय भक्त सज्जन, भिडियो अलिकति लामो भए पनि हजुरले यहाँसम्म आएर हेरिदिनु भयो। हजुरहरूलाई धेरै धेरै साधुवाद। हजुरले सोचेका इच्छा र आकाङ्क्षाहरू सब पुरा भगवान श्री हरिले पुरा गरिदिनुहोस्। देश विदेश परदेश हजुर जहाँसुकै जस्तोसुकै अवस्थामा भए पनि हजुरलाई निर्जला एकादशीको धेरै धेरै शुभकामना। निर्जला एकादशीको जे जति पुण्य फल छ हजुरहरू सम्पूर्णलाई प्राप्त गरिदिनुहोस् भगवानले भन्ने यही कामना गर्दै समादरणीय भक्त सज्जन, हजुरहरू विशेष यो एकादशीको भिडियो भएको कारणले गर्दा कमेन्ट बक्समा गएर ओम नमो भगवते वासुदेवाय भनेर अवश्य लेखिदिनु होला। र भिडियो मन पर्यो भने आफन्तजन साथीभाइ इष्टमित्र समक्ष हजुरले अवश्य सेयर गरिदिनु होला भन्दै समादरणीय भक्त सज्जन, हजुरले कुनै पनि कुरो बुझ्नु भएन भने हाम्रो कमेन्ट बक्समा अथवा डिस्क्रिप्सनमा हाम्रो व्हाट्सएप नम्बर राखिएको छ। त्यहाँ व्हाट्सएपमा फोन गरेर अथवा भोइस मेसेज गरेर अथवा मेसेज गरेर हजुरले यो कुरो चाहिँ बुझिन, के गर्नुपर्छ, कसो गर्नुपर्छ भनेर अवश्य पनि हजुरले सोध्न सक्नुहुनेछ। अनि हजुरहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य सब्सक्राइब गर्नुहोला भन्दै समादरणीय भक्त सज्जन, आजको लागि फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै हजुरहरू समक्षबाट विशेष गरी हजुरहरू सम्पूर्णलाई निर्जला एकादशीको धेरै धेरै शुभकामना भन्दै म पण्डित पूजन निरौला अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा माग्न चाहन्छु। भवतु सर्वमङ्गलम। ओम।